कुनै साँझ कुनै साँझ तिमीसँग बास माग्न एउटा अपरिचित आउनेछ। ऊ निकै थाकेको हुनेछ, भोकाएको हुनेछ। कुनै साँझ तिमीसँग बास माग्न एउटा अपरिचित आउनेछ। ऊ निकै थाकेको हुनेछ, भोकाएको हुनेछ। उसँग बाँकी यात्राको उज्यालो हुने छैन, बाँकी बाटोको ठेगाना हुने छैन। ऊ बिसाउन मन गर्नेछ आफ्नो काँध दुखाइरहने झोलासँगै आफ्नो शरीर, मन र आत्मा पनि। तिमीले उसको भोक मेट्न साँचेर राख्नुपर्नेछ अलिकति तातो, उसको थकाइ मेट्न सम्हाली राख्नुपर्नेछ अलिकति प्रेम। उसको बाँकी यात्राको बाटो देखाउन तिमीले जोगाउनु पर्नेछ अगेनामा घाम। उसको शरीर बिसाउन तिमीले दिनुपर्नेछ चौतारी जस्तो काख। मन बिसाउन दिनुपर्नेछ हवास जस्तो छाती। अनि अन्त्यमा आत्मा बिसाउन तिमीले दिनुपर्नेछ एक थुपा अमृत जस्तो ज्ञान। कुनै साँझ तिमीसँग बास माग्न एउटा अपरिचित आउनेछ।